हेलो गाइज, आज चाहिँ शिवरात्रि। सबैलाई ह्याप्पी शिवरात्रि। आज चाहिँ म बिहानै उठेँ, त्यसपछि हातमुख धोएर बाहिर घाम तापेको त पुरा हेलिकप्टरहरू आइरहेको रहेछ। त्यसपछि हामी खाजा खाएर लाग्यौँ राजकुमार थापा मगरको बाइक हेर्नलाई। हामी जाँदा जाँदा बाटोमा धेरै ठाउँ बाटो छेकिरहेको थियो, तर पनि हामीले भिडियो चाहिँ बनाउन सकेनौँ। त्यही पनि एक ठाउँमा चाहिँ बनाएको छ, हेरिदिनु होला। अघि हामीले ठ्याक्कै हाम्रो भान्जालाई चिन्ने एकजना साथी भेटेर, त्यही भएर हामीलाई चाहिँ मस्तले छोडिदियो होइन। त्यही भएर टक्क हामी राजकुमार थापा मगर दाइको मानि पुग्यौँ। त्यसपछि कोही पनि रहेनछ अहिले चाहिँ। अनि सोधेको बाहिर जानुभएको अरे, अनि 10-11 बजी आउनुहुन्छ भन्ने हुनुहुन्थ्यो। त्यति भित्रमा हामीले चाहिँ सर टक्क लार्का दामीको कुकुर पनि थियो, हस्की भन्ने। अनि बाइकहरू सब नचलाएर चाहिँ पुरै धुलै भएर बसेर रहेछ। अनि हामी चाहिँ दामी दामी बाइकहरू कोही बाहिर गएर रहेछ, कोही चाहिँ हामी सर आनन्दले हेरेर अनि मस्तले। अनि फेरि अनि एकछिनमा बस्दा अनि ठ्याक्कै राजकुमार थापा मगर दाइ पनि आइपुग्नु भयो। त्यसपछि हामीले फोटोसोटो खिच्यौँ यसो हल्का। त्यसपछि फेरि अनि बाइक हेर्न लाग्यो। त्यसपछि हामी चाहिँ ब्याक टु ब्याक फर्केर हामी पशुपतितिर गयौँ यसो घुम्नलाई। त्यसपछि अनि सबजना साथीहरू पनि थियो। अनि लास्ट भिड थियो, तर पनि अनि हामी सर सो गाइज भिडभाडमा बस्नु चाहिँ लास्ट झ्याउ लाएर हामी सर यसो जङ्गलतिर हल्का भिडियो बनाउन आएको छौँ। त्यसपछि अनि फेरि हामी पशुपतितिर यसो 1-2 राउन्ड चाहिँ टक्क लाएर घुमेर अनि पुरै मान्छेको भिड थियो। एउटा पुलबाट मात्र उ गरिदिएको थियो बाटो, एकपट्टि चाहिँ पुरै मान्छेहरू रोकेर उ गरिरहेको थियो। अनि त्यसपछि हामीले सर एकछिन घुम्यौँ यताउता। अनि मलाई लास्टको दिएर आयो। अनि हामी बाटोमा अब खाजा खाएर अनि त्यसपछि सिधै हामी घर आएँ।